केही अलिकति जान्ने र बोल्ने पाउँछ उनीहरू त्यही आन्दोलनमा सहभागी हुनेहरू यहाँ चाहिँ मन्त्री सांसद हुनुपर्ने, देश चलाउनु पर्ने। सरकारले 2007 सालको जनआन्दोलनलाई हिंसात्मक अपराधिक गतिविधिको हिसाबले हेरेको छ, कसरी हेरेको छ। त्यसै गरी 45-46 सालको आन्दोलनलाई सरकारले हिंसात्मक अपराधिक गतिविधिको दृष्टिकोणले हेरेको हो कि यो के हो। त्यसै गरी 10 वर्ष जनविद्रोह 62-63 को जनआन्दोलनलाई सरकारले कसरी हेरेको छ, यो हिंसात्मक अपराधिक गतिविधि हो कि एउटा परिवर्तनको लागि आन्दोलन हो। त्यसै गरी चाहिँ हिजो अस्ति विभिन्न आन्दोलन लगायत भदौ 23-24 गतेको जेनजी आन्दोलनलाई सरकारले कसरी हेरेको छ। हिजो अस्ति प्रधानमन्त्रीज्यूलाई हामीले चाहिँ मानव अधिकार अथवा मानव अधिकार आयोगले चाहिँ तयारी पारेको प्रतिवेदन कार्यान्वयनको विषयमा चाहिँ हामीले प्रधानमन्त्रीले सोध्दै गर्दाखेरि चाहिँ त्यो चाहिँ 23 र 24 को पनि छानबिन हुन्छ लगायत पुरानो पनि उहाँले कुरा गर्नुभएको थियो। तर दुःखलाग्दो कुरा के छ भने सम्माननीय सभामुख महोदय, केही अलिकति जान्ने र बोल्ने पाउँछ उनीहरू त्यही आन्दोलनमा सहभागी हुनेहरू यहाँ चाहिँ मन्त्री सांसद हुनुपर्ने, देश चलाउनु पर्ने। अनि त्यही आन्दोलनमा सहभागी हुनेमा चाहिँ केही तपाईँको सोझो साझा नागरिकहरू आज कारागार बस्नुपर्ने। यो कस्तो दुःख लाग्दो कुरा सभामुख महोदय।